हेलो नमस्ते साथीहरू। आज हामी बार्सिलोना स्पेनको हाम्रो नेपालको गाई जात्रा जस्तै एउटा रङ्गीन र रमाइलो चाडपर्वको बारेमा हामी कुरा गर्न जाँदैछौँ। जुन चाड रमाइलो र सांस्कृतिक रूपमा धनी र पर्वहरूको मध्ये एक मानिन्छ। यो पर्वले सहरलाई जीवित नै बनाउँछ, जहाँ परम्परा र हास्य सामुदायिक भावना एकसाथ मिसिन्छन्। यो पर्वको इतिहास, परम्परा र समकालीन रूपमा विस्तृत बुझ्न हामी कोसिस गर्नेछौँ। बार्सिलोना कार्नावालको इतिहास धेरै पुरानो छ। 1859 मा रोडान्सो र रोडान्सोना नामक विशाल पुतलाहरूको नृत्यको यो पर्वको सुरुवात भएको मानिन्छ। यद्यपि 1935 मा प्रकाशित न्युयोर्क पत्रिकामा एक स्पेनिस युवाले बार्सिलोना कार्नावाललाई दुःखद भनेर वर्णन गरेका थिए भने, जहाँ उनले पासियो र ब्रासियामा केही स्वाधीन रूपमा सजाइएका गाडीहरू देखेका थिए, जसले दर्शकहरूलाई खासै मनोरञ्जन प्रदान नगरेको उल्लेख गरेका थिए। कार्नावालको प्रमुख पात्रहरू रानी बेलुगा बार्सिलोना कार्नावालको प्रमुख पात्र हुन्। उनी आरिवो नामक समारोह आफ्नो आगमन घोषणा गर्छन्, जुन पर्वको सुरुवात हो। उनको साथमा रोडान्सो र रोडान्सोना नामक विशाल पुतलाहरू पनि हुन्थेन्, जसले सहरभरि नाचगान गर्छन्। कार्नावाल राजा, जसलाई डोन कार्नेस्टोल पनि भनिन्छ, पर्वको हास्य र विद्रोहको प्रतीक हो। उनी एक ऐतिहासिक गाउँहरूको प्रतिनिधिहरूसँग सहरभरि परेड गर्छन्, जसले पर्वको उत्साहलाई अझ बढाउँछ। यस कार्नावाल फेस्टिभलमा यसरी बालबच्चादेखि लिएर वृद्धसम्म यसरी रङ्गीन लुगाहरू लगाएर यसरी नाचगान गर्दै रमाइलो गर्छन्। यसका प्रमुख कार्यहरू, यो फेस्टिभलको प्रमुख कार्यहरूको बारेमा भन्नुपर्दा अरिवो पर्वको सुरुवात हो भनेर भनिन्छ, जहाँ रानी बेलुगा र कार्नावाल राजा सहरमा प्रवेश गर्छन्। यो समारोहमा नाचगान, सङ्गीत, परेडहरू हुन्छन्, जसले सहरलाई उत्साहमय बनाउँछन्। टाढो जाँदा भन्ने अर्को एउटा थियो। टाढो जाँदा एक ऐतिहासिक परम्परा हो, जहाँ पहिलो वास्तविक सुन्तलाहरू फाल्ने गरिन्थ्यो। अहिले यो परम्परा सुन्तलाको रङको कन्फेन्सी फालेर मात्र मनाइन्छ, जसले पर्वलाई रङ्गीन बनाउँछ। ग्रान आरू भन्ने अर्को पनि छ। ग्रान आरू मुख्य परेड हो, जहाँ रङ्गीन गाडीहरू नाचगान र सङ्गीतको साथ सहरभरि परेड गरिन्छ। यसरी कसैले केही ड्रेस लगाउँछ भने कसैले अर्कै ड्रेस लगाएर यसरी आफ्नै गीतहरूमा नाच गरी सहरलाई
एकदम रंगीनमय बनाउँछन्। सहभागीहरू र दर्शकहरू विभिन्न पोसाकहरूमा सजिएर पर्वको आनन्द लिन्छन्। यसरी यो दिन सर्दिनाको अन्त्येष्टि पनि भनिन्छ। सर्दिनाको अन्त्येष्टि पर्वको अन्त्य हो भनेर भन्छ। यो परम्परामा एक सानो माछा लिएर सर्दिना भन्ने त्यसको प्रतीक बनाएर अन्त्येष्टि गरिन्छ, जसले पर्वको समाप्ति र लिन्चको सुरुवात गरेको मानिन्छ उनीहरू। कार्नावालको दिनमा उनीहरू विशेष खाना खाने गर्छन्, जस्तै कोकाडेल लार्डोन्स भन्छ, पोर्क क्रैकिंग खोइ के हो, पाइन नट्स, चिनी र अन्डाबाट बनेका विभिन्न परिकारहरू पनि खाने गर्छ। हेर्नुस् दर्शकबिन कति रमाइलो छ, कति रमाइलो गर्छन् हेर्नुस्। बच्चाहरू विभिन्न पोसाकमा सजिएर यसरी आफूलाई जस्तो पोसाक मन लाग्यो त्यसरी नै लगाएर रमाइलो गर्छ। यसरी हाम्रो नेपालमा गाई जात्रा भने जस्तै यहाँ चाहिँ यसरी मनाइन्छ। बार्सिलोना कार्नावाल एक सामुदायिक पर्व पनि हो, जहाँ विभिन्न जिल्ला र समुदायहरूले आफ्ना कार्यक्रमहरू आयोजना पनि गर्छन्। बच्चाहरूका लागि मास्क बनाउने कार्यशाला, सङ्गीत कार्यक्रम, नाचगान र विभिन्न प्रतियोगिताहरूको पनि आयोजना गरिन्छ यो दिन, जसले गर्दा सबै उमेरका मानिसहरू पनि आकर्षित हुन्छन्। हेर्नुमा एकदमै रमाइलो, मनै आनन्द हुन्छन्। बार्सिलोना कार्नावाल केवल एक पर्व मात्र होइन, यो सहरको सांस्कृतिक पहिचान, इतिहास र समुदायको एकताको प्रतीक पनि हो। यसको विविध कार्यक्रमहरू, परम्परागत खानपान र सामुदायिक सहभागिताहरूले गर्दा यो पर्वलाई विशेष बनाउँछ। मैले यो भिडियो बनाउनुको मुख्य उद्देश्य के हो भने तपाईँ बार्सिलोना या स्पेनमा घुम्न आउनु भएको छ भने यो यिनीहरूको फेस्टिभल कार्नावाल भनिन्छ, जसलाई यो फेस्टिभल चाहिँ एकचोटि हेर्नु भन्न चाहन्छु। कार्नावालको समय आउनुभयो भने अद्भुत पर्वको अनुभव पनि लिन सक्नुहुन्छ तपाईले। यस्तै हो साथीहरू, कस्तो लाग्यो तपाईलाई यो भिडियो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यस्तै नयाँ र जानकारीमूलक भिडियोहरू म ल्याउँदै गर्छु। यस्तै नयाँ भिडियोहरू हेर्नको लागि मेरो यो वर्ल्ड अफ लाइफलाई एउटा लाइक र सब्स्क्राइब गरिदिनु होला।
है साथीहरू। ल धन्यवाद।